मेटामा एड रन गर्ने बेलामा चाहिँ कस्तो खालको कन्टेन्ट युज गरेर चाहिँ एड रन गर्दाखेरि राम्रो हुन्छ भनेर चाहिँ एउटा आइवेयर बिजनेसको लागि मैले अस्ति भिडियो बनाएको थिएँ र त्यो भिडियोमा चाहिँ हाम्रो एकजनाले कमेन्ट गरेर चाहिँ बोटल्सको लागि पनि बनाइदिनु भन्नुभएको थियो र यो चाहिँ तपाईँको लागि है त। सो आजको लागि चाहिँ एज अ स्याम्पल भनेर चाहिँ मैले बोटल बिजनेसको लागि चाहिँ मैले एउटा बनाएको छु। उहाँहरूले चाहिँ बोटलहरू चाहिँ कस्टमाइज गरेर बेच्नु हुँदो रहेछ। सो उहाँको लागि पनि सिम्पल पहिला जसरी नै एजुकेटिभ कन्टेन्ट, प्रब्लम सल्भिङ कन्टेन्ट र अफर र कस्टमर रिभ्यूको कन्टेन्ट हुन्छ। अब एजुकेटिभ कन्टेन्टभित्र तपाईँले कस्तो कस्तो कन्टेन्ट बनाउन सक्नुहुन्छ हेरौँ है त। कस्टमाइज बोटल्स गिफ्ट गर्दाखेरि किन राम्रो हुन्छ, नर्मल भर्सेस कस्टम टम्बलर्स होइन, टप 10 गिफ्ट आइडियाजहरू दिन सक्नुहुन्छ तपाईँले। अरू तपाईँले चाहिँ आफ्नो बिजनेसमा कस्टमाइजेसन गर्ने प्रोसेस होल एक्सप्लेन गरेर भन्न सक्नुहुन्छ। प्रब्लम सल्भिङको कुरा गर्ने हो भने चाहिँ धेरै खालको प्रब्लम हुनसक्छ। अब मैले चाहिँ यो फ्यु लिस्ट आउट गरिदिएको छु। अब डेफिनेटली प्रब्लम गिफ्टिङ गर्नु भनेको चाहिँ एउटा एकदम झमेला काम हो र बोरिङ पनि हुन्छ। सो बोरिङ गिफ्ट दिनु भन्दा चाहिँ कस्टमाइज गिफ्ट दिँदाखेरि कसै किन बेटर हुन्छ भन्ने कुरा प्रब्लम सल्भ गर्न सकिन्छ। जस्तै कसैलाई चाहिँ लास्ट मिनट गिफ्ट दिनुपर्ने छ भने चाहिँ के गिफ्ट गर्दा हुन्छ भन्ने चाहिँ यो प्रब्लम सल्भिङ हुनसक्छ। र अर्को भनेको चाहिँ इफ तपाईँले चाहिँ कर्पोरेट काम गर्नुहुन्छ भने चाहिँ कर्पोरेट गिफ्टिङहरूको चाहिँ के दिने भनेर सजेसन दिँदाखेरि चाहिँ यो प्रब्लमहरू सल्भ हामी गर्न सकिन्छ। र अफरको पार्टमा आउँदाखेरि चाहिँ तपाईँले चाहिँ बल्क अर्डरको प्याकेजहरू बनाउन सक्नुहुन्छ। अनि अर्को भने कर्पोरेट गिफ्टिङ प्याकेज बनाउन सक्नुहुन्छ। अरू फेस्टिभल प्याकेजहरू डिफ्रेन्ट बनाउन सक्नुहुन्छ। रिभ्यूको पार्टमा आउँदाखेरि तपाईँले युजिसी भिडियोहरू बनाउन सक्नुहुन्छ। अरू मार्केटमा एकदमै चल्ने भनेको इमोसनल सरप्राइज रियाक्सन भिडियोजहरू हाम्रो कस्टमरबाट चाहिँ रिक्वेस्ट गरेर माग्न सक्नुहुन्छ। त्यो गर्नु भने चाहिँ तपाईँले चाहिँ अरूले पनि त्यो रियाक्सन भिडियो हेरेर चाहिँ अर्डर गर्ने चान्स एकदमै हाई हुन्छ।